ल साथीहरू, आज म चाहिँ टमाटर कसरी कटिङ गर्ने, कसरी पातहरू फाल्ने, डडुवा लागेको पातहरू कसरी फाल्ने त्यसबारेमा म चाहिँ मैले गरेको अभ्यास चाहिँ यसो देखाउँदैछु। म चाहिँ यो डडुवा लागेको पातहरू यसरी फालेर यसलाई चाहिँ अलि हेल्दी बनाउने, अनावश्यक हाँगाहरू फालिदिने अनि अनावश्यक पातहरू फालिदिने, त्यसो गरेर चाहिँ यसलाई उठाउने गर्छु। यो अनावश्यक पातहरू हाँगाहरू यसलाई चाहिँ काट्दिने। यसरी काटेपछि यो खुल्ला हुन्छ। अब यो म चाहिँ कुनै कृषि विज्ञ होइन, तर मेरो अनुभवले चाहिँ यो बताउँछ कि यो पातहरू, यो अनावश्यक हाँगाहरू फालेपछि चाहिँ यसमा भित्रसम्म हावा खेल्न पायो भने चाहिँ एकदम हेल्दी स्वस्थ गुड हुने त्यस्तो चाहिँ मैले पाउँछु। र अहिले चाहिँ यो मभन्दा नि अग्लो भएको छ र यसमा प्रशस्तै फलहरू लागेको छ। यो यसरी देख्न सक्नुहुन्छ है, यस्तो मसँग पाकेको छ। यो चाहिँ ठुलै डल्ला जत्रा, यो भित्र पनि देख्न सकिन्छ कि ठुला डल्ला लागेका छन्। यस्तो छ। यो अनावश्यक हाँगाहरू चाहिँ पुरै काट्ने, म चाहिँ यो कैँची नै प्रयोग गरेर यो अनावश्यक हाँगाहरू काट्ने गरेको छु। मलाई चाहिँ यो यसै गर्नुपर्छ भन्ने लाग्छ। अब म कुनै विज्ञ त होइन, अनुभव भनौँ। हस्, धन्यवाद।